सार्वजनिक सम्पत्तिको लेखाङ्कन एवं संरक्षण, कानुनी व्यवस्था, वर्तमान अवस्था र सुधारका क्षेत्रहरू। श्री एम प्रसाद ढुङ्गाना। सारांश: नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सार्वजनिक उपयोगको सम्पत्तिहरूको उचित संरक्षण र लेखाङ्कनबाट मात्रै मुलुकमा सुशासन र विकासको प्रत्याभूति दिन सकिन्छ। नेपालमा सार्वजनिक सम्पत्तिको लेखाङ्कन र संरक्षणका लागि कानुनी, संस्थागत र पद्धतिगत प्रबन्धहरू गरिएका छन्, तर व्यवहारमा सार्वजनिक सम्पत्ति र जिन्सी व्यवस्थापन प्रभावकारी भएको पाइँदैन। जिम्मेवार व्यक्ति र सरकारी निकायहरू यसमा जिम्मेवार भएको देखिँदैन। महालेखा नियन्त्रक कार्यालयको सार्वजनिक सम्पत्ति एकीकृत डिजिटल अभिलेखाङ्कन गर्न सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली PAMS लागू गरेको छ। यसलाई तिनै तहमा प्रयोगमा ल्याइएको छ, तर अझै पनि सबै सरकारी निकायहरूले यसको पूर्ण र प्रभावकारी रूपमा प्रयोग गरेको पाइँदैन। सार्वजनिक सम्पत्तिको लेखाङ्कन र संरक्षण हाल भइरहेको नीतिगत तथा कानुनी व्यवस्थामा पुनरावलोकन गरी सार्वजनिक निकायलाई थप जिम्मेवार र जवाबदेही बनाउन जरुरी देखिन्छ। न्यून प्राथमिकतामा पर्ने गरेको यो क्षेत्रलाई कर्मचारीको कार्यसम्पादन व्यवस्थापन प्रणालीसँग आबद्ध गर्दै आन्तरिक तथा बाह्य निगरानी प्रणाली स्थापित गर्नुपर्ने अहिलेको आवश्यकता हो। सार्वजनिक सम्पत्तिको व्यवस्थापनका लागि तिनै तहमा बलियो संस्थागत व्यवस्था गर्ने र तीन तहका बीच सहजीकरण गर्दै एकीकृत प्रणाली तयार हुने गरी समग्र प्रणालीकै पुनर्संरचना गर्न सकेमा मात्र यसमा हाल देखिएका समस्याहरू समाधान गर्न सकिनेछन्। 1. सार्वजनिक सम्पत्तिको परिचय। सामान्यतया सरकारी निकायको स्वामित्वमा रहेको सम्पत्तिलाई सार्वजनिक सम्पत्ति भनिन्छ। यसभित्र त्यस्ता उपयोगी वस्तु तथा सामानहरू पर्दछन् जुन भविष्यको लागि त्यसको उपयोग गरी थप लाभ प्राप्त गर्न सकियोस्। सरकारी निकायहरूद्वारा सार्वजनिक कोषको प्रयोग गरी त्यस्तो सम्पत्ति खरिद गरिन्छ। कहिलेकाहीँ अन्य निकाय तथा पक्षबाट हस्तान्तरण भएर पनि त्यस्तो सम्पत्ति प्राप्त हुने गर्दछ। समष्टिगत रूपमा सम्पत्तिलाई भौतिक तथा अभौतिक, चल अथवा अचल, सजीव वा निर्जीव आदि विभिन्न रूपमा वर्गीकरण गर्ने गरिएको छ। तर सरकारी सम्पत्तिलाई चालु र पुँजीगत गरी दुई प्रकारले वर्गीकरण गर्ने गरिएको छ। सामान्यतया 1 वर्षभन्दा कम खप्ने वा 1 वर्षभित्र उपयोग भइसक्ने सम्पत्तिलाई चालु सम्पत्तिभित्र राखिन्छ। 1 वर्षभन्दा बढी खप्ने वा उपयोगमा रहने सम्पत्तिलाई पुँजीगत सम्पत्तिको रूपमा राखिन्छ। यसलाई खर्च भएर जाने जिन्सी सामान र खर्च भएर नजाने जिन्सी सामानको रूपमा समेत वर्गीकरण गर्ने गरिएको छ। 2. सार्वजनिक सम्पत्तिको लेखाङ्कन। सार्वजनिक सम्पत्तिमा सार्वजनिक कोषको प्रयोग हुने हुँदा यसको समग्र कारोबारको अभिलेख र खाता व्यवस्थित हुनुपर्दछ। त्यसबाट नागरिकले जुनसुकै बेला सम्पत्तिको अवस्थाको जानकारी लिन पाउनुपर्ने हुन्छ। त्यसकै सुनिश्चितताको लागि यसको लेखाङ्कन आवश्यक पर्दछ। नेपाल सरकारले विगतदेखि नै लेखाङ्कन प्रणालीको अवलम्बन गर्दै आएको छ। यद्यपि नेपाल सरकारको सार्वजनिक सम्पत्तिको छुट्टै लेखा नीति वा प्रणाली छैन। सरकारको जिन्सी श्रेष्ठता प्रणाली अन्तर्गत नै यसको लेखाङ्कन हुने गरेको छ। सार्वजनिक सम्पत्तिको लेखाङ्कन गर्दा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2007-76 र नियमावली 2077 को व्यवस्थालाई अवलम्बन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। सम्पत्तिको प्राप्ति भने सार्वजनिक खरिद कानुनले निर्दिष्ट गरे अनुसार गरिन्छ। विद्यमान कानुनी व्यवस्था र अभ्यास अनुसार सार्वजनिक सम्पत्तिको लेखाङ्कनमा सम्बन्धमा निम्न अनुसारको प्रक्रियाहरू पूरा गर्ने गरिएको छ। जिन्सी सामानको लागि नगद प्राप्ति वा भुक्तानी भएका बखत नै लेखाङ्कन तथा लागत तयार गरिन्छ। मलेपा फारमहरूमा स्पष्ट ढाँचा तोकिएको छ। हरेक निकायमा छुट्टै शाखा वा इकाइ र कर्मचारीको व्यवस्था गरिएको छ। PAMS प्रणालीलाई प्रयोगमा ल्याइएको छ। लेखाङ्कन गर्दा लागत मूल्य खुलाएर गर्ने विधिको प्रयोग गरिन्छ। सम्पत्तिको ह्रास कट्टी गर्ने व्यवस्था छैन। लिलाम गर्ने व्यवस्था रहेको छ। खर्च भएर जाने र खर्च नहुने सम्पत्ति छुट्टा छुट्टै खातामा प्रविष्ट गरिन्छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुन बमोजिम सम्पत्तिको अपलेखन वा निसर्ग गरिन्छ। 3. सार्वजनिक सम्पत्तिको संरक्षण। क. स्वदेशमै प्राप्त सम्पत्तिको संरक्षण। नेपालै भित्र खरिद र हस्तान्तरण भएका सार्वजनिक सम्पत्तिको जिम्मा लेखाङ्कन, प्रतिवेदन, मर्मत-सम्भार, लिलाम तथा संरक्षणको जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखको रहने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनले
व्यवस्था गरेको छ। कार्यालय प्रमुखले भण्डारमा कार्यरत कर्मचारीलाई त्यस्तो अधिकार प्रत्यार्जन गर्ने कानुनले नै व्यवस्था गरेको छ। त्यस्तो कर्मचारीले सम्पत्तिको हिनामिना नहुने गरी लगत प्रशस्ता सहित स्पष्ट रूपमा लेखा राखेर संरक्षण गर्नुपर्छ। भण्डारणको कर्मचारी नभए अन्य कुनै कर्मचारीलाई तोक्न सकिने व्यवस्था पनि गरेको छ। प्राविधिक सामानहरूको हकमा प्राविधिक कर्मचारीबाट प्रमाणित गराई अभिलेख अद्यावधिक गर्नुपर्दछ। पुराना माल सामानहरूको मूल्य नखुलेको अवस्थामा हालको अवस्था र प्रचलित बजार दर समेत विचार गरी मूल्य कायम गरिनुपर्छ। जिन्सी निरीक्षणमा लिलाम गर्नुपर्ने भनी उल्लेख भएका सामान प्रक्रिया पूरा गरी लिलाम बिक्री गर्नुपर्ने व्यवस्था छ। ख वैदेशिक सहायता र टर्नकीबाट प्राप्त सार्वजनिक सम्पत्तिको संरक्षण। दाता पक्षबाट समेत सम्पत्ति प्राप्त हुन सक्दछ। सम्पूर्ण सार्वजनिक सम्पत्तिको लेखाको एकीकृत विवरण महालेखा नियन्त्रक कार्यालयले तयार गर्दछ। प्रत्येक कार्यालयको सम्पत्तिको उचित व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित कार्यालय निकाय प्रमुखलाई तोकिएको छ। कार्यालय प्रमुखले भण्डारण सहायक वा भण्डारण अधिकृत वा उपलब्ध सञ्चय अधिकृतलाई त्यस्तो सम्पत्तिको जिम्मेवारी तोक्ने व्यवस्था र प्रचलन रहेको छ। खर्च भएर नजाने सम्पत्तिलाई कारोबार भएकै बखत अद्यावधिक गरिन्छ। सबै सम्पत्तिको अभिलेख खातामा राखिन्छ। त्यस्तो खातामा ब्रान्ड र नाम, उत्पादन गर्ने कम्पनीको नाम, ठेगाना, आकार, क्षमता र अनुमानित आयु स्रोत, राजस्व छुटको विवरण, परिणाम, राजकट्टीको दर र कैफियतलाई प्रस्तुत गरिनुपर्दछ। वार्षिक रूपमा जिन्सी निरीक्षण गरी प्रतिवेदन तयार गर्ने गरिन्छ। हाल यस कार्यका लागि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली PAMS को व्यवस्था गरी लेखाङ्कन गरिँदै आएको छ। सार्वजनिक सम्पत्तिको लेखाको आन्तरिक लेखा परीक्षण कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालय एवं अन्तिम लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट गर्ने गरिएको छ। स्थानीय तहको आन्तरिक लेखा परीक्षण भने आन्तरिक लेखा परीक्षण शाखाले गर्ने गर्दछ। वस्तुगत सहायता प्राप्त गर्नुपर्ने गरी सम्झौता भएको भए अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय विकास सहायता महाशाखाले 30 दिनभित्र त्यस सम्बन्धी बेहोरा महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्ने। प्राप्त गर्ने निकायले पनि प्राप्तिको विवरण तालुक निकाय र मन्त्रालयलाई पनि विवरण पठाउनु पर्ने व्यवस्था रहेको छ। मन्त्रालयले पनि अभिलेख अद्यावधिक गर्ने तथा महालेखा नियन्त्रक कार्यालयले निरीक्षण गर्नुपर्ने व्यवस्था छ। त्यस्तो सामानहरूको छुट पाएको भए सो सम्बन्धी बेहोरा समेत खुलाउनु पर्ने समेत व्यवस्था गरिएको छ। टर्नकीलाई पनि वस्तुगत सहायताकै कार्यविधि अपनाउनु पर्दछ। ग सार्वजनिक सम्पत्ति र जिन्सी लेखाङ्कन सम्बन्धी व्यवस्था। नेपालमा सार्वजनिक सम्पत्तिको लेखा प्रणालीको अभ्यास 2020 सालदेखि हुँदै आएको छ। यसमा महालेखा नियन्त्रक कार्यालयले लेखाको ढाँचा तयार गरी महालेखा परीक्षकको कार्यालयबाट स्वीकृति गरेपछि लागू हुने व्यवस्था अवलम्बन गरिँदै आएको छ। साविकको लेखा ढाँचामा सामान्य परिवर्तन गरी आर्थिक वर्ष 2076-77 देखि जिन्सी तथा सम्पत्ति व्यवस्थापन 18 वटा नयाँ फारम ढाँचा तोकिएको छ। 2020 सालदेखि नयाँ श्रेष्ठ प्रणालीसँगै विकास गरिएको मलेपा फारम 45 देखि 57 सम्मका 13 वटा फारमहरू परिमार्जन गरी द्याए बमोजिम मलेपा फारम 401 देखि 418 सम्म जिन्सी लेखा ढाँचा तोकिएका छन्। माग फारम मलेपा फारम 401, खरिदारिस मलेपा फारम 402, सम्पत्ति जिन्सी मालसामानको दाखिला प्रतिवेदन मलेपा फारम 403, खर्च निकासा फारम मलेपा फारम 404, जिन्सी मालसामान फिर्ता फारम मलेपा फारम 405, हस्तान्तरण फारम मलेपा फारम 406, जिन्सी मालसामान खातामा खर्च भएर जाने मलेपा फारम 407, सम्पत्ति खातामा खर्च भएर नजाने मलेपा फारम 408, बिन कार्ड मलेपा फारम 409, सम्पत्ति तथा जिन्सी मालसामान निसर्ग लिलाम बिक्री मिना फारम मलेपा फारम 410, सम्पत्ति जिन्सी मालसामानको निरीक्षण फारम मलेपा फारम 411, जिन्सी सहायक खाता मलेपा फारम 412, जिन्सी सहायक खाता मलेपा फारम 412, सम्पत्ति जिन्सी मालसामानको वार्षिक विवरण मलेपा फारम 413, सम्पत्ति जिन्सी मालसामानको त्रैमासिक विवरण मलेपा फारम 413, क मर्मत आदेश तथा आदेश खाता फारम मलेपा फारम 414, सम्पत्ति सम्पन्न फारम मलेपा फारम 414, क मर्मत अभिलेख खाता
मलेबा फारम 415 भाडामा दिएको लिएको सम्पत्ति अभिलेख किताब मलेबा फारम 416 सम्पत्ति जग्गाको लागत किताब मलेबा फारम 417 सरकारी भवनको लागत किताब मलेबा फारम 417 क सम्पत्तिको मूल्याङ्कन फारम मलेबा फारम 418 गरेर यी 18वटा फाइलहरू बनेका छन्। त्यस्तै कुनै पनि प्रकारको सम्पत्ति प्राप्त भएपछि सोको भौचर तयार गरी अभिलेख किताबमा चढाइन्छ। प्रत्येक वर्षको अन्तिममा स्थिर सम्पत्तिको विवरण अद्यावधिक गरी प्रतिवेदन तयार गरिन्छ। त्यसको आधारमा जिन्सी निरीक्षण गरी लिलाम र मर्मत गर्नुपर्ने अवस्था रहेको छ। हाल यो लेखाङ्कनको कार्य महालेखा नियन्त्रकको PAMS प्रणालीबाट गराउनुपर्ने गरी व्यवस्था गरेको छ। तर पनि यसलाई कानुनी रूपमा नै बाध्यताकारी नबनाएकोले अझै पनि कतिपय निकायहरूमा म्यानुअलमा नै लेखाङ्कन गर्ने गरेको पनि देखिन्छ। जिन्सी र सार्वजनिक सम्पत्तिको लेखाङ्कन सम्बन्धी कार्य जिम्मेवार व्यक्ति र निगरानी निकायको प्राथमिकतामा नै नपर्ने भएकोले अझै केही अवधि जिन्सी लेखामा सुधार आउने छाडकाड भने देखिएको छैन। 4. सार्वजनिक सम्पत्ति र जिन्सीको लेखाङ्कन र संरक्षण सम्बन्धी समस्या। नेपालको सबैभन्दा कम प्राथमिकतामा पर्ने गरेको विषय क्षेत्र सार्वजनिक सम्पत्तिको संरक्षण पनि रहेको छ। हामीसँग जिन्सी र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुन र खरिद कानुनले प्राप्ति संरक्षण र उपयोगका सम्बन्धमा केही मार्गदर्शन सहितका कानुनी व्यवस्था गरेको भए तापनि सार्वजनिक सम्पत्तिको व्यवस्थापनका लागि अझै सुस्पष्ट र एकीकृत कानुनी प्रावधान अभाव नै देखिन्छ। कुनै पनि निकायका प्रमुख र सार्वजनिक सम्पत्तिको जिम्मा लिने कर्मचारीहरू जवाबदेही भएको पनि पाइँदैन। खुलेआम रूपमा सार्वजनिक सम्पत्तिको दुरुपयोग र दोहन भइरहेको देखिन्छ। लिलाम र मर्मत गर्ने सम्बन्धी कानुनी प्रावधान भए पनि त्यसको ठाडै उल्लङ्घन भएको पाइन्छ। सिंहदरबारभित्रै मन्त्रालयका परिसरमा जीर्ण स्वरूपका सवारी साधनको विचित्र अवस्था देख्न सकिन्छ। प्रहरी कार्यालयका आँगनहरूमा बेवारिसी भनिएका सवारी साधनको चाङ रहेको देखिन्छ। कार्यालयमा अभिलेख नै व्यवस्थित नगर्ने जिम्मेवार कर्मचारीले जिम्मेवारी वहन नगर्ने, जिम्मेवारी पूरा नगर्नेलाई कानुनी कारबाही नगर्ने र कुनै निगरानी निकायबाट पनि त्यसको लागि प्रभावकारी नियमन हुने गरेको पनि देखिँदैन। कुनै पनि निकायहरूले सार्वजनिक सम्पत्तिको एकीकृत अभिलेख राखेको पाइँदैन। सरकारको वसालत पनि बनेको देखिँदैन। नेपाल सरकारसँग के कति सम्पत्ति छ, कुन निकायसँग अभिलेख छैन। सार्वजनिक खरिदमा जोड दिने तर त्यसको उपयोग र संरक्षणमा व्यवस्था नै गर्ने प्रवृत्ति रहेको छ। खरिदमा जोड दिनुको कारण कमिसन खान पाइने र त्यसको नियन्त्रण प्रभावकारी नभएकोले नै हो। महालेखा नियन्त्रक कार्यालयले पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम PAMS लागू गरेको छ, तर त्यसलाई प्राय सबै सार्वजनिक निकायहरूले बोझको रूपमा लिने गरेका छन्। PAMS लागू गर्दा पारदर्शिता र स्वच्छता वृद्धि भई खरिदमा हुने कमिसनको खेलमा बाधा पर्ने भएकोले त्यसप्रतिको अनिष्ठा प्रकट भएको हो। यसको नमुना उदाहरण सिंहदरबारको गेटमा रहेको DFTQC ले 2074 सालमा राज्य कोषबाट प्रबन्धित कृषि आधुनिकीकरण परियोजना अन्तर्गत 28 करोडमा किनेका 4वटा गाडी अख्तियारमा मुद्दा परि हालसम्म पनि प्रयोगमा नल्याई विभागको प्राङ्गणमा घाँसले पुरिने अवस्थामा पुगेको र त्यसको जवाबदेही कसैले नलिएको अवस्थालाई लिन सकिन्छ। कार्यालयमा हुने जिन्सी निरीक्षण नाम मात्रको छ। जिन्सी निरीक्षणको गुणस्तरको बारेमा त आन्तरिक लेखा परीक्षणले न त महालेखा परीक्षकले कार्यालयले नै प्राथमिकता दिन्छ। कहीँ कतै बेरोजु लेखिहालेछ भने त्यो कागजमा सीमित हुन्छ। यस कार्यमा न त तालुक निकायले नै चासो देखाउँछन्, कसैलाई पनि चासो नहुने भएकोले ट्र्याक्टरलाई कुनै स्टोर किपरले डस्टर बनाइदिएको उदाहरण पनि हामी सामु देखिएको छ। यस्तो रोग प्रदेश र स्थानीय तहमा पनि सरेको छ। प्रदेश सरकारमा घर जग्गा पुरानो कार्यालयबाट हस्तान्तरण भएको, प्रमाण पूर्जा नभएको, पुनः प्राप्त भए पनि हस्तान्तरण नभएको यस्तो सम्पत्ति प्रदेश वा स्थानीय तहको सम्पत्ति कार्यालयको नभएको अवस्थामा कसरी अभिलेख राख्ने भन्ने विषय पनि अन्यलमै हुँदा सम्पत्तिको संरक्षण र उपयोग प्रभावकारी भएको देखिँदैन। स्थानीय तहको त झन् के कुरा गर्नु। सङ्घको कार्यालय भवनहरू प्रदेश र स्थानीय तहले प्रयोग गरिरहेका छन्, स्वामित्व हस्तान्तरण भएको छैन। त्यस्ता कार्यालयहरूको दोहोरो लागत हुन वा दुवै तहबाट लागत छुट हुन सक्ने अवस्था रहेको छ। स्थानीय र प्रदेशसम्मकै राज्यको सम्पत्ति अभिलेख अद्यावधिक गर्ने कार्य झन् चुनौतीपूर्ण रहेको छ। महालेखा नियन्त्रक कार्यालयले
प्रयोगमा ल्याएको पिएमएस पाम सबै निकायमा पूर्ण रूपमा लागू नहुनका व्यावहारिक आचरणगत कारणहरूमाथि प्रस्तुत गरिसकेको छ। त्यसमा देहाय बमोजिमका प्रणालीगत तथा प्रविधिगत समस्याहरू समेत देखिएका छन्। सम्पत्तिको कोड नै निर्माण नगरिनु, दक्ष जनशक्तिको अभाव, सफ्टवेयरले नै काम नगर्नु, इन्टरनेटको पहुँचमा अवरोध, मल्टियुजर प्रविष्टिको कमी, अस्पतालहरूका सम्पत्ति सूचीकरण गर्न कठिनाई, निकायहरूका बीच सुदृढ समन्वय प्रणाली निर्माण र प्रयोग नगरिनु आदि। सार्वजनिक सम्पत्ति र जिन्सी व्यवस्थापनका लागि सुधारका उपायहरू। नीतिगत सुधार। महालेखा नियन्त्रक कार्यालयले प्रयोगमा ल्याएको पाम्सलाई कानुनमा नै स्पष्ट व्यवस्था गरी सबै निकायहरूमा अनिवार्य रूपमा लागू गर्ने, कानुनी रूपमै सरकारी सम्पत्तिको अभिलेख राख्नुपर्ने गरी बाध्यताकारी प्रबन्ध गर्ने, सम्पत्ति व्यवस्थापन सम्बन्धी तिनै तहमा लागू हुने गरी स्पष्ट नीति तयार गरी लागू गर्नुपर्ने, सम्पत्ति व्यवस्थापनका लागि विद्यमान आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुन र खरिद कानुनलाई समयानुकूल परिमार्जन गरी जिम्मेवारी र जवाबदेही स्पष्ट किटान गर्ने। संस्थागत सुधार। सङ्घीय सरकार मात्र रहने गरी सार्वजनिक सम्पत्ति व्यवस्थापन गर्न विशिष्ट निकाय गठन गर्ने। हालको सार्वजनिक खरिद अनुगमन कार्यालय, पब्लिक प्रोक्योरमेन्ट मोनिटरिङ अफिस PPMOलाई स्थानान्तरित गरी वा महालेखा नियन्त्रक कार्यालय अन्तर्गत सहसचिवको नेतृत्वमा एउटा सार्वजनिक सम्पत्ति व्यवस्थापन केन्द्र खडा गर्न जरुरी छ। निष्कर्ष। नेपालमा सार्वजनिक सम्पत्ति जिन्सी लेखाङ्कन तथा संरक्षणका लागि कानुनी व्यवस्थाहरू गरिए पनि तिनीहरू छरिएर अपर्याप्त र अस्पष्ट छन्। सार्वजनिक सम्पत्ति जिन्सी व्यवस्थापनका लागि गरिएका कानुनी व्यवस्थाहरूको पूर्ण परिपालना पनि भएको देखिँदैन। पछिल्लो समयमा प्रविधिमती बनाउने प्रयासहरू भए पनि त्यसले पूर्णता पाउन सकेको छैन। स्पष्ट कानुनी व्यवस्था गरी जवाबदेहिता, आन्तरिक तथा बाह्य नियन्त्रण प्रणाली र प्रविधिको अधिकतम प्रयोगलाई प्रभावकारी बनाउन जरुरी देखिन्छ। खास गरी तहबाट नै यसतर्फ सुधारलाई पूर्ण प्रतिबद्धताका साथ अघि बढाउन सक्ने हो भने मात्र विद्यमान विकृतिहरू नियन्त्रणमा आई सार्वजनिक सम्पत्ति र जिन्सी संरक्षण हुने कुरामा विश्वास गर्न सकिन्छ। सन्द र सामग्री। नेपालको संविधान 2072, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2017-76, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077, सार्वजनिक खरिद ऐन 2063, सार्वजनिक खरिद नियमावली 2064, नेपाल सरकारको लेखा निर्देशिका 2073, महालेखा परीक्षकको प्रतिवेदन, विभिन्न दैनिक पत्र-पत्रिका लेखहरू तथा राष्ट्रिय कर्मचारी सङ्गठन